के आज तपाईको भाग्य चम्किँदैछ? आज 17,50,000 भन्दा बढी लगानीकर्ताको हात रित्तै हुँदैछ। सोलो हाइड्रो पावरको आइपिओ रिजल्ट बारे ठूलो अपडेट। आजको यो भिडियोमा हामी सोलो हाइड्रो पावरको रिजल्ट कति बजे आउँछ, तपाईलाई पर्ने चान्स कति % छ र रिजल्ट सबैभन्दा छिटो कसरी हेर्ने, यो सबै कुराको स्टेप बाई स्टेप जानकारी दिनेछौं। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोला। हामी सबैले पुस 29 गतेदेखि क्यालेन्डर हेर्दै कुरेको थियौं। साथीभाइ सबैले जोशका साथ आइपिओ त भर्यौं, तर हरेक पटक जस्तै सरी नट अलॉटेड देखिने हो कि भन्ने डर त पक्कै छ। आज मुटुको धड्कन बढ्ने दिन हो, किनकि आज तपाईको डिमाट खातामा 10 किता शेयर आउने वा नआउने फैसला हुँदैछ। अब लागौं मुख्य खबरतर्फ। नम्बर 1, समय। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट ब्याङ्किङका अनुसार आइपिओ बाडफाड आज दिउँसो ठिक 3:30 बजे हुनेछ। नम्बर 2, कम्पिटिसन। यसपालि सर्वसाधारणका लागि 82 लाख किट्टा शेयर निष्कासन गरिएको थियो, जसमा 25,70,422 जनाले आवेदन दिएका छन्। नम्बर 3, गणित। 25 लाख आवेदकमध्ये 8,20,000 जना भाग्यमानीले मात्र 10-10 किता शेयर पाउनेछन्। यसको मतलब 3 जनामध्ये 1 जनालाई पर्ने सम्भावना देखिन्छ भने बाँकी 17,50,000 लगानीकर्ताको हात खाली हुने पक्का छ। तपाईलाई के लाग्छ कि यो 8 लाख भाग्यमानी भित्र आज तपाईको नाम पर्ला त? भिडियो एकछिन पज गरेर कमेन्ट बक्समा यस वा नो लेख्नुहोस् त। हेरौं कतिजना पोजिटिभ हुनुहुन्छ। तर पर्खनुस्, शेयर पर्नु मात्र ठूलो कुरा होइन। के यो कम्पनीको शेयर होल्ड गर्नु सुरक्षित छ त? कम्पनीको वित्तीय अवस्था हेर्दा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यसलाई IRNBB रेटिङ दिएको छ। सरल भाषामा भन्नुपर्दा यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ। त्यसैले यदि तपाईलाई आइपिओ पर्यो भने दोस्रो बजारमा लिस्टिङ हुँदा राम्रो भाव आए बेच्दा फाइदा हुन सक्छ। अन्त्यमा रिक्याप गरौं। रिजल्ट आज 3:30 बजे आउँदैछ। 8,20,000 जनालाई 10 किताको दरले पर्नेछ। नबिल इन्भेस्टमेन्ट वा मेरो share.cdsc बाट नतिजा हेर्न सकिन्छ। रिजल्ट आउन साथ सबैभन्दा छिटो चेक गर्ने डाइरेक्ट लिंक हामी हाम्रो फेसबुक पेजमा राख्नेछौं। शेयर बजारको यस्तै ताजा जानकारी र आइपिओ अपडेट सधैँ पाउनको लागि हाम्रो युट्युब च्यानल र फेसबुक पेज शेयर शिक्षा नेपाललाई अहिले नै सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोला। तपाईको 10 किता पक्का होस्। शेयर शिक्षा नेपालको तर्फबाट गुड लक।